Mama Bhanja gang is here. Hello, Anmol. सामान धेरै भएर भान्जा कोनामा अड्केछ. Okay, so अलि रस भयो हामीलाई है. Anyways, thank you Anmol for coming up. So आज एउटा गीत चाहिँ अपलोड भइरहेछ हैन, सान्सिक प्रोडक्सन्सले बनाएको. एन्ड देन त्यसमा चाहिँ कसले प्रोड्युस गरे? सुयोग र के भन्छ अनमोलले मिलेर प्रोड्युस गरेको. मिक्सिङ चाहिँ अनमोलले गर्यो. एन्ड दे सेन्ड मी द फाइल. आई वाज लाइक टु गुड, एकदमै टु गुड. आई विश देम अल द बेस्ट. आजै रिलिज भइरहेछ सायद हैन उहाँले. वाइ बधाईको सङ हो. नो वरिज. क्यान यु डु फाइल प्लिज? Sarangi was Manish. Well done, Manish. कस्तो परिचय हो यो पापी दैवको डुबिरहनु लाग्ने नजर आज फाँसी झै भयो. ताजा नै छ याद तर माया बासी भइसक्यो. सम्बन्ध यो मुना मदनको कहानी झै भयो. It's about to reach airport अब very soon. Anmol, what's your goal in life, brother? What's my goal in life? Yes. So my goal in life is to become मेरो goal. त्यही हो त. अहिलेको लागि चाहिँ भिजन चाहिँ के छ भन्दाखेरि to make Sansik Production #1 production company of our country and take it to the international platform as well. अनि international collaborationsहरू पनि गर्नु छ फ्युचरमा. अहिलेको लागि चाहिँ taking small steps अहिलेको लागि. प्लस आज हामी चाहिँ के भन्छ हामीसँग डेनिम एन्ड डेभिल्स फेरि जोडिएको छ सान्सिक प्रोडक्सन्समा. One of the Denim and Devils, I know them for a long time, but you know, every step we take, they are always there. So, thank you, Ghansham Dai. Channel to my welcome. And be control. Anyways, we love you, Ghansham Dai. We love you. हजुर लिइरहेको छु. भइहाल्छ. कम दाइ सँगै परिन्छ आज जस्तो लाग्छ फेरि. हजुर के लाग्छ तपाईँलाई? लले फ्लावर देखेँ मैले यहाँ. कसले दिएको? हामीलाई बिदाई गर्नुभयो. कसले? भाइ म पनि थिएँ त्यहाँ बिदाई गर्ने बेला. मलाई त छैन, ज्ञान दाइसँग छैन. तिमी घरबाट आएको? तिमी खै तिम्रो फुल? ए गाडी. ठिक छ. बज्यो उसले भनेर मात्रै, नत्र तिम्रो बारेमा थाहा छ भने. यही त्यही विचारहरू हुन् जसले गर्दा 4 दिन रोकिदिएछ हामीलाई. So I have Shahab Alam here. He is a bit nervous, sort of. How are you, Shahab? Alhamdulillah. कस्तो छ? सबै ठिक छ. अनि वेस्ट इन्डिजको सिरिजमा टिममा फिर्ता आएको छौ हैन? अनि धेरै समयपछि T20 इन्टरनेसनल खेल्नको टिममा चाहिँ तिमी छौ. How are you feeling? एकदमै राम्रो फिलिङ गरिरहेको छु. अब एक्साइटेड छु खेल्नलाई. अब जसरी भए पनि नेपालले राम्रो गर्नेछु, टिमलाई जिताउने जसरी भए पनि. डोमेस्टिकको चाहिँ तिमी वान अफ द किङ्स नै हो. सो धेरै जनताले चाहिँ तिमीसँग एकदम आशा राखेको छ. के भन्न चाहन्छ तिम्रो जति पनि सबैजनाले तिमीलाई माया गर्नुहुन्छ? अब जस्तै मेरोमाथि सबैले विश्वास गर्छन्, अनि त्यस्तै अब हजुरहरूले पनि विश्वास गर्नु. योपालि सिरिजमा अनि क्वालिफायरमा एकदमै बेस्ट दिनेछु आफ्नो. थ्याङ्क यू साहब. थ्याङ्क यू. शुक्रिया. आई हेभ सम वान हु इज लभड बाई अल. सबैजनाको एकदम प्यारो गुलसन झा. अनि यता चाहिँ सोम्पा दाई पनि आउँदै हुनुहुन्छ.
हैन हामी त सँगै हुन्छ हम 7 8 हैं 9 10 11 12 13 14 15 के सोधिरहेको थियो भने नि दाइ हाउ एक्साइटेड आर यु बीइङ अन माई पोडकास्ट आई एम भेरी एक्साइटेड तर लास्ट टाइम जब सुट गरेको थियो त पानीले गर्दा हल्का गाह्रो भयो अहिलेको पाली मैले बवाल किनेको छु छैन हामी फेरि फर्किन्छौँ गाइस अबाउट दिस सिरिज के भन्छ व्हाट आर योर एक्सपेक्टेशन्स टु विन ओन्ली विन ओन्ली विन एन्ड विन जे रकको गीत जस्तो भयो विन 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 या अलराइट थ्याङ्क यू दाइ म चाहिँ खासमा गुलसनलाई सोध्न आएको थिएँ कि हाउ एक्साइटेड होइन फर्स्ट अफ अल वेल डन वी ऑल आर प्राउड अफ यू अनि द क्वेसन इज कि हाउ एक्साइटेड आर यु यो सिरिजको लागि टु बी अनेस्ट त एकदमै एक्साइटेड छौँ अब इन्टरभ्यू जस्तो देर नदेऊला तर एकदमै एकदमै एक्साइटेड छौँ किनभने लास्ट टाइम ए टिम आउँदा एकदमै राम्रो खेलेको थियौँ हामीहरू सो अलमोस्ट सिमिलर टिम नै हो सो होप एकदमै राम्रो छ अनि तिमीलाई यति धेरै मान्छेहरूले माया गर्छ थाहा छ नि सो वाट डु यु हेभ टु से टु ऑल दोज जसले चाहिँ तिमीलाई यति धेरै माया गर्छ थ्याङ्क यू सो मच किप लभिङ किप सपोर्टिङ मी and obviously Nepal cricket Roman da ekdam frustrated hununcha I don't know so you guys can see Arif da is talking to Bauzu and he looks a bit busy but I'll still ask him something. Hi Dai. Hello. How are you? All good, man. How are you? I'm good. Just wanted to ask you one thing. We're playing against West Indies. How excited are you? Really very excited because we are playing with Test Nation country. So I am very excited, man. खुशी लागिरहेछ एकदम कतिको एकदम कति धेरै थ्याङ्क यू फर यर टाइम मलाई थाहा छ भाउजूसँग बिजी हुनुहुन्छ म धेरै बेर राख्दिनँ हजुरलाई होइन सो थ्याङ्क यू सो मच थ्याङ्क यू नेपाली जनता तपाईँको फ्यानहरूलाई के भन्ने सानोमा शारजा ग्राउन्डमा आउनुहोस् सपोर्ट गर्नुहोस् हामीलाई यही भन्न चाहन्छु एन्टरटेन गर्छौँ हामी अभियसली थ्याङ्क यू नन्दन यादव इज हियर सो हेलो नन्दन हेलो हाउ आर यु तर्काइरहेको छ माइकमा हाउ आर यु आई एम रियली गुड सो वेस्ट इन्डिजसँग सिरिज खेल्न गइरहेछौँ हाउ एक्साइटेड आर यु सो अभियसली एकदमै एक्साइटेड छु म दिस इज आवर फर्स्ट टाइम आई एम प्लेइङ विथ द टेस्ट नेसन कन्ट्री होइन एकदमै एक्साइटेड छु त्यो पनि लेजेन्डहरूसँग खेलिसकेको कन्ट्री वर्ल्ड च्याम्पियन भनौँ T20 को यतिकै पनि T20 भन्ने बित्तिकै हामीले वेस्ट इन्डिज सुन्छौँ सो एकदमै एक्साइटेड छु र होपफुली हामी जितेर अगाडि बढ्नेछौँ नेक्स्ट टुरको लागि अनि के भन्छ तिम्रो चाहनेवालाहरू एकदम धेरै छन् होइन सबैको लागि एउटा गीत गाइदेऊ न प्लिज गीत त गाउनु हुन्थ्यो अलिक स्वर बिग्रेछ मेरो मेरो अलि स्वर बिग्रेको छ कि तर फेरि त्यही पनि म अब गाइदिन सक्छु म कुनै ठुलो कुरा भएन यो होइन यदि मेरो फ्यानहरूले गीतै सुन्नुहुन्छ भने आई एम रियली ह्याप्पी टु सिङ अ सङ फर देम म 2 पन्ती भन्न चाहन्छु जस्ट 2 पन्ती बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला फुल सोचेर थ्याङ्क यू ट्यालेन्ट धेरै छ कि म अलिकति घमण्ड गर्न चाहदिनँ त्यही पनि है ल थ्याङ्क यू नन्दन आई होप आई डिडन्ट डिस्टर्ब यु अलराइट टेक केयर इन्जोय Shab Alam was there. We've got Mr. Lalit Narayan Rajvanshi, my close friend. How are you, Lalit? I'm good. Fantastic. अबे डराइकिन रहेछौ तिमी के सोचेर आछौ नहीं and first of all एकदम ह्यान्डसम देखिरहेछौ तिमी हैन अब भयो धेरै पनि हैन यो भएन सो वेस्ट इन्डिजसँग खेल्न गइरहेछौँ होइन एकदम त्यो मलाई इन्टरभ्यूवाला टाइपको चाहिएको छैन मलाई चाहिँ तिमीसँग एकदम नर्मल तरिकाले लाइक के छ कस्तो तयारी अथवा तिमीलाई के लाग्छ वाट वी गन डु प्रिपरेसन फर्स्ट अफ अल प्रिपरेसन हो राम्रै भएको छ भनौँ अब अरू केटाहरू खेलेर आएको छैन बाहिरबाट अस्ट्रेलियाबाट राम्रो प्रिपरेसन खेलिरहेको छन् केटाहरू सो
इन्डिभिजुअल हेर्दाखेरि सबैजना प्रिपेयर छन् अब हामीसँग अझै 2-3 दिन बाँकी छ उता गेमभन्दा अगाडि 4-5 अझै बाँकी छ सो हामीसँग टाइम छ अझ हामी एकजुट भएर प्रिपेयर हुने र आउने जुन गेमहरू छ सिरिज छ हाम्रो त्यसमा चाहिँ हामी बेस्ट गर्न सक्छौँ भनेर मलाई विश्वास छ हामी राम्रो गर्छौँ भनेर तिम्रो कम्पिटिटर यही बसेछ साइडमा हामी कम्पिटिटर होइन क्या वाह वाह भाइ इट्स जस्ट पार्ट अफ कहाँ गएँ म पार्ट अफ जोक डोन्ट टेक इट एकदमै सिरियसली होइन वी अल आर ब्रदर्स हामी चाहिँ एकअर्कासँग फाइट गर्छौँ लड्छौँ पिट्छौँ एकअर्कालाई तर ललित सो गुड टु सी यु ब्याक वी अल लभ यु सो मच गाइज तिमी त मेरो रुम पार्टनर पनि हो यहाँ चाहिँ 3 जनासँगै बस्न पाए बरु झन् राम्रो होइन Alrighty, mate. Thank you so much. We all wish you all the best. Your series ma. Alam, welcome back. धेरै पछि T20 international team मा छौ. So we want to see you doing good. 3 जना हामीले देशको भार बोकेर हिँड्नु पर्ने छ. एकदम. है? Thank you. Thank you guys. Thank you. Asif Sheikh is here. Asif, how are you? I'm good. How are you? I'm good, brother. I'm good. Just wanted to ask you one thing. West Indies, very good team. Qualifiers ko pachi kura garumla, tara West Indies very good team. How excited are you about this series? Absolutely excited. Qualifier banda ekdam त्यो भन्दा बेस्ट प्रिपरेसन हुन सक्दैन. वेस्ट इन्डिज एउटा आफै आफ्नो टप टिम हो, वर्ल्ड च्याम्पियन हो. सो उनीहरुसँग जितेर क्वालिफायरमा जानुको कन्फिडेन्स छुट्टै हुन्छ. I know you for a long time. अब जति तिमी एकदम आफूलाई रिजर्भ राख्छौ त्यति नै ठुलो धमाका मचाउँछौ एन्ड वी अल होप कि तिमी अझै राम्रो गर्दै जाऊ होइन मेरो त अब आफ्नै नजिकको भाइ जस्तै छ तिमी पनि होइन एन्ड वी अल होप वी प्रे कि तिमीले नेपाली जनताको अनुहारमा चाहिँ सधैँ खुसी लिएर आउनेछौ what would you like to say to all the people जसले चाहिँ एकदमै धेरै माया गर्छ तिमीलाई मेसेज यही छ कि अब जति पनि हाम्रो नेपालीहरू हुनुहुन्छ त्यो सबै जसरी तपाईँहरूले हामीलाई पहिलादेखि माया गर्दै आउनु भएको छ अहिले पनि आउनु हामीलाई सपोर्ट गर्नुहोस् र अगाडि आउने टुर्नामेन्ट हाम्रो लागि एकदम इम्पोर्टेन्ट छ अनि सबै नेपालीको लागि एकदम इम्पोर्टेन्ट छ भाइटल छ सो आउनु सपोर्ट गर्नुहोस् र वर्ल्ड कप खेल्नु छ योपालि चाहिँ चिया खुवाउन चाहिँ कहाँ लिएर जान्छौ चिया खुवाउन योपालि स्पेसल ठाउँमा लिएर जान्छु तिमीलाई अजमान यस्तै केही ठाउँ होला त्यहाँ जाउँला हामी थ्याङ्क यू आसिफ थ्याङ्क यू सो मच यो एकछिन म पहिला कुशललाई सोध्छु के क्वेसन है कुशल धेरै वर्षपछि T20 इन्टरनेसनल टिममा फिर्ता आएको छ त्यो पनि माइटी वेस्ट इन्डिज अगेन्स्टसँग होइन हाउ एक्साइटेड आर यु अहिले देखिराख्नु भएको छ हातमा के छ त्यही नै गर्न जाँदैछु म फेरि लकेश तिमी पहिल्यै लक्षण देखाइरहेको छौ सुत्ने हाउ एक्साइटेड आर यु फर दिस टुर्नामेन्ट भेरी एक्साइटेड यति धेरै कि अब म त्यो बयान गर्न सक्दिनँ अनुहारले नै डर लाग्दो देखिरहेको अब डराउनु परेन त तिनीहरूलाई पनि त डराउनु दिनु पऱ्यो नि बाइ द वे मेरो विराटनगरको किपर मेरो भरपर्दो किपर हो यो भाइ चाहिँ लाग्ला करण दाई बिजी हुनुहुन्छ अलि करण दाई हाउ आर यु बिजी ओके आइल टक टु यु लेटर दाई फायर किन हुनु भएको छ फायर छैन अघि तल अलिकति चेकिनमा अलिकति गाह्रो भयो किन कसले के गर्यो कसले भन्दा नि त्यो सामानहरू मिलाउन अलिकति भयो तर लास्टमा सर्ट आउट भयो ओके द्याट्स वाइ यु आर वन म्यान आर्मी लदिज एन्ड जेन्टलम्यान वी हेभ अवर नेपाल टिमको क्रिकेटिङ म्यानेजर एन्ड धेरै जनाको चाहिँ भविष्य बनाइदिनु भएको मिस्टर विनोद दास दाई आई ह्याड ए वन्डरफुल प्रिभिलेज कि म चाहिँ दाईको अन्डरमा पनि खेल्न पाएँ दाईसँगै पनि खेलेँ र अब दाई चाहिँ क्रिकेटिङ म्यानेजर भइसक्नु भएको छ दाई वेलकम थ्याङ्क यू स्यान्डी थ्याङ्क यू हाउ आर यु दाई गुड बिजी बट गुड बिजी बिकज अब यति धेरै टेन्सन बोकेर बसिराख्नु भएको छ होइन फाइनली मेड इट ह्यापन 4 दिनको ढिलाइपछि एनिवेज very excited हामी as a player tara how excited are you representing CAN in a big stage against a team like West Indies what are your thoughts what do you have to say very excited I mean yo 2 वर्ष भइसक्यो when we initiated this Zimbabwe मा हैन finally it's going to happen Zimbabwe मा हामीले इनिशिएट गरेपछि we played against a team नेपालमै
Now the men's team, senior team सँग त्यो पनि UAE मा दशैंको बेला. So it's gonna be the greatest festival around your season मा चाहिँ. So yeah, sure. And then I know how kind-hearted you are. And हाँसिराख्नु भएको छ ल साँच्चीकै भने कि त साँच्चीकै भने यहाँ दालमा केही कालो भयो मेरो कुरा मेरो गल्ती होइन तर we all love you. म यही देखाएरै भन्छु बरु होइन we genuinely love you. We have lot of high hopes from you, from people like you जसले चाहिँ क्यानमा सर्भ गरिराख्नु भएको छ. And we hope to see कि यो एउटा मात्रै सिरिज होइन कि अझै वन्डरफुल सिरिज होस्. If you see everyone here, they are very excited and you guys are the you guys are the ones जसले चाहिँ यो सबै कुराहरू हाम्रो लागि सजिलो बनाउनुहुन्छ. And then really well. I know. I mean, it's because the players are doing so well, we are getting this recognition. नेपालले राम्रो नखेले भए, World Cup मा राम्रो नगरे भए, ODI nation नभए भए, this thing wouldn't have happened. So credit goes to players around, and of course, everybody knows what Nepal cricket fan is about. And West Indies is really excited. I was just having a chat with their management, and they are very excited to hear that there will be around 10,000 plus people in UAE. So great days ahead. Hopefully, यो जुन recent whatever happened, यसलाई थोरै भए पनि हामी क्रिकेटको थ्रु अलिकति भए पनि मलम लाउन सकिएला कि भन्ने आशा गरौँ. केही क्षणको लागि भए पनि हामी यो आफ्नो दुःखहरू भुलाएर. I remember मेरो चाहिँ म कहिलेकाहीँ दुर्भाग्य पनि मान्छु तर त्यसमा एउटा सौभाग्य पनि के सोच्छु भने म दाइसँग एउटा मात्रै हो कि दुईटा मात्रै गेम मात्रै खेल्न पाएँ. त्यो चाहिँ मेरो दुर्भाग्य थियो तर सौभाग्य के थियो एटलिस्ट दाइको त्यो बेलामा पनि आफ्नो पिक भन्दा पनि माथिको पर्फर्मेन्स दिइराख्नु भएको थियो. आई स्टिल रिमेम्बर एमसीसँग त्यो गेमहरू थिए एन्ड आई विश कि मैले अझै पनि खेल्न पाएको भए तपाईँसँग. तपाईँको अन्डरमा त धेरै खेलेँ तर तपाईँसँग अझै खेल्न पाएको भए धेरै कुराहरू सिक्न पाइन्छ. त्यो मलाई थाहा छ एज ए कोच एज ए ह्युमन वन्डरफुल पर्सन इनसाइड आउट. हजुरलाई एउटा कुरा अझै सोध्न मन लाग्यो. तपाईँको एकजना साथी हुनुहुन्छ त्यहाँ रमन शिवकोटीजी. आई डोन्ट नो के भइरहेछ उहाँलाई. उहाँ अहिले बिजी हुनुहुन्छ सायद रिपोर्टिङ गर्दै हुनुहुन्छ होला कहाँ जाँदैछु कतिखेर पुग्छु भनेर रिपोर्ट. बिजी भन्दा नि तातिएको देखिराख्नु भएको दाइ चाहिँ. बहुत रेस्पोन्सिबिलिटी दिनुभएको छ. It's not easy what he does. So credit to him. He's managed it well. Hopefully he continues to do that for a long period of time. And of course, Timir Sangai also he needs to be on his toes all the time because he needs to be worried, not on the toes only, worried. And thank you, thank you so much for being this kind. And we all love you again. I'm telling you, we all love you. We all, value you, respect you, and people like you always inspires the next generation. You know how much we love you. So thank you. Thank you so much. Appreciate it. Okay, I'll take you guys to a cute member of our team, Mr. Lokendra Kumar. हाम्रो टिमको टेक्निकल एनालिस्ट होइन उहाँ चाहिँ फिजियो हुनुहुन्छ. टेक्निकल एनालिस्ट त्यहाँ चाहिँ टाउको दुखाएर बस्नु भएको छ. सो वेलकम. थ्याङ्क यू. एन्ड वेस्ट इन्डिजसँग खेल्न गइरहेछौँ होइन. एकदम हामी त एज ए प्लेयर एक्साइटेड छौँ. तपाईँ चाहिँ एज ए टिमको मेम्बर चाहिँ हाउ एक्साइटेड आर यु? म पनि त्यति नै एक्साइटेड छु किनकि यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण गेम भएको कारणले गर्दा हामीले चाहिँ एउटा हिस्ट्री क्रिएट गर्नुपर्ने छ. पहिलेको जस्तै फेरि पनि हामी क्वालिफाई भएर नेक्स्ट टाइम इन्डियामा वर्ल्ड कप खेल्नुपर्ने. तपाईँ त सिरियस हुनुभयो यार धेरै. त्यति सिरियस नहुनु. क्यामेरा देख्ने बित्तिकै सिरियस हुन्छ. अब बिहेको उमेर भइसक्यो ठ्याक्कै होइन. अब चाहिँ ट्याक्क लाएर बिहे गरिहाल्नु. एन्ड वी अल विल डान्स इन यर के भन्छ म्यारिजको सेरेमनीमा है. थ्याङ्क यू सो मच. थ्याङ्क यू. रमन दाईसँग चाहिँ छोटो मिठो कुराकानी गरौँ भनेको. रमन दाई चाहिँ एकदम बिजी हुनुहुन्छ. हाई रमन दाई. 5 मिनट दिनु. 5 मिनटमा पुरै फेरि कन्ठ गरेर काम गर्छु है. ओके भन्न सकिन्न के हुन्छ. ओके सी यू इन 5 minutes. हजुर दाई के भन्दै हुनुहुन्थ्यो? नै देखाउने पहिलोचोटि हेर्न नपाएको हुन्छ नि त्यसरी ये के है? लली हजुर हु इज योर फेभरेट पार्टनर? साहब आलम सन्दीप लामिछाने. अबे एकजना भन्ने एउटा रुममा दुईजना मात्रै बस्ने भने त्यो त हो तर काल्पनिक कुरामा नजाऊ अहिले. रियालिटीमा आइज भाइ. नेपाल क्रिकेट होइन.
Who is my favorite room partner? प्रेसरमा नभन है Oh shit man. क्रिकेटमा कुशल मल्ल. क्रिकेटमै हो नि धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी तँलाई मैले पछि जाने चाहिँ पर्खिन रुममा आउँदा नि स्यान्डी यो छ त्यो छ त्यो छ भनेर पर्खिन्छ यही क्वेसन हेर यहीँ सोध्छु साहब मेरो प्रिय मित्र तिम्रो फेभरेट पार्टनर को कुशल मल्ल आई गेस मेरो एनफ बेजती भइसक्यो म गएँ म यहाँ बस्न सक्दिनँ अहिले एटलिस्ट एकजनाले आरिफ दाईले नाम लिनुहुन्छ आरिफ दाई तपाईँको फेभरेट पार्टनर को हो अहिले त तिमी नै हो देख्यो होइन प्रेसर होइन सो कुशल इज हियर विथ मी अगेन यो भाइले पिछा छोड्दैन मेरो के भन्छ एउटा क्वेसन सोधेको डोन्ट गेट अन्डर प्रेसर होइन एकदमै धेरै अब तिम्रो 3-4 जना चाहनेवाला यहीँ छन् होइन जे मनमा आउँछ त्यही भन् है स्ट्रेट एकदमै ठिक छ मेरै नाम लिनुपर्छ भन्ने छैन सो यस हु इज यर फेभरेट रुम पार्टनर भर्खरै जो यसरी हाँसे नि त्यही नै रुम पार्टनर फेभरेट रुम पार्टनर नाम लिनु पर्यो भने ललित दाई आलम पनि हो आलम डोमेस्टिकमा धेरै जसो मेरो रुम पार्टनर हुन्छ बिकज मसँग यो भाइ चाहिँ रुम पार्टनर भएको छैन त्यही भएर थाहा छैन त्यो पनि हो मलाई यो कुरा मलाई राम्रो लागेन म खण्डन गर्छु पुरा यो कुरा हो होइन म धेरै ललित दाईसित बसेछु इन्टरनेसनल टुरहरूमा त्यही भएर मलाई ललित दाई एकदम मनपर्छ डोमेस्टिकमा चाहिँ आलम चाहिँ आर्मी एउटै सँगैबाट खेल्छ नि त्यही भएर आलम रमन दाईको इन्टरभ्यू लिन एक त गाह्रो छ यत्तिकै अनि म चाहिँ इन्टरभ्यू भन्दा नि मेरो दाईसँग कुरा गरिरहेको हो दाई फर्स्ट अफ अल वेलकम थ्याङ्क यू स्यान्डी नरिसाउनु न यार रिसाइराख्नु भएको छ तपाईँ यार के भन्छ सो गोइङ टु प्ले अ हिस्टोरिकल सिरिज अगेन्स्ट वेस्ट इन्डिज सो हामी एज अ प्लेयर मैले अघि नै सबैलाई सोधेँ एज अ प्लेयर त हामी एकदम एक्साइटेड छौँ हाउ आर युर ओपिनियन्स एन्ड तपाईँ कतिको लेभलको एक्साइटमेन्ट छ तपाईँलाई एक्साइटेड भन्दा नि एज अ नर्मल लिइरहेको छौँ किनकि हामीलाई यो सिरिज भन्दा पनि वर्ल्ड कप क्वालिफायर एकदम इम्पोर्टेन्ट हो त्यसको लागि एज अ प्रिपरेसन अब हुन त फर्स्ट टाइम हामी फुल नेसनसँग सिरिज खेल्दैछौँ अब आफैमा पनि एउटा हिस्टोरीको अब हेरौँ अब हामी आफ्नो तर्फबाट फुल दिन्छौँ र सकेसम्म सिरिज जित्न ट्राई गर्छौँ हामी यति क्युट कसरी हुन सक्नुहुन्छ दाइ तपाईँ एज नर्मल यो टिमसँग बस्दा बानी भइसक्यो यो भ्लग भन्दा बेसी नै भइसक्यो सो मैले यहाँ चाहिँ बिचबिचमा धेरैजनाहरूको क्वेसन्सहरू पनि लिएको छु त्यो चाहिँ अरू भिडियोहरूमा पनि तपाईँहरूले हेर्न मिल्छ तर यस वी आर रेडी टु फ्लाइ नाउ अनि रियली एक्साइटेड अबाउट दिस जर्नी बिकज एज अ टिम अब वेस्ट इन्डिजसँग चाहिँ फर्स्ट टाइम T20 इन्टरनेसनल खेल्न गइरहेछौँ साथै एक्साइटमेन्ट लेभल अब पक्कै पनि राम्रो नै हुन्छ एज अ टिम जब तपाईँ खेल्दै हुनुहुन्छ भने आफ्नो कन्ट्रीलाई रिप्रेजेन्ट गरेर स्पेसली एन्ड यु क्यान सी गाइज बिहाइन्ड मी Vinod Dai is there, some guys are over there. So सबैजना मेरो रुममेट आदिल आलम वेलकम आदिल थ्याङ्क यू सर सर हाउ आर यु कस्तो छ एकदम राम्रो छ अनि वेस्ट इन्डिजसँग खेल्न गइरहेछौँ होइन कतिको एक्साइटेड छौ तिमी एन्ड फर्स्ट अफ अल कङ्ग्रेचुलेसन्स टिममा फेरि फिर्ता आएको छौ होइन एन्ड वी विश यु द बेस्ट तर कतिको एक्साइटमेन्ट छ धेरै एक्साइटमेन्ट छ राम्रो पर्फर्मेन्स गरौँ अब फ्यान्सहरूको माया पाइरहेको छु केटो चाहिँ बोल्न माहिर भइसकेको छ अल द बेस्ट ब्रदर अल द बेस्ट थ्याङ्क यू एभ्रीवान सब्सक्राइब सब्सक्राइब टु माई च्यानल थ्याङ्क यू सर किन आलमको अनुहारमा छुट्टै चमक छ सबैसँग अनुरोध छ मेरो सोसल मिडियाहरू चाहिँ फलो गरिदिनु के भनेर जे भने राम्रै भनिदियो केटोले हेर कहाँबाट लिएर आउँछ यस्तो अब बिस्तारै अब अलि सिकिरहेको छ सिक्दैछु कोसँग माहौलले त्यस्तै छ